लेख्न मिल्दो रहेछ। यो चाहिँ बेसिक लाइक एपिआईको फ्लो जस्तो भनौँ न है। सुरुमा चाहिँ तपाईँको फ्रन्ट एन्ड हुन्छ। फ्रन्ट एन्ड भनेको चाहिँ अहिले हाम्रो कन्टेक्स्टमा चाहिँ हाम्रो मोबाइल एप हो है फ्रन्ट एन्ड भनेको। अनि ब्याक एन्ड चाहिँ हजुरको यसले डिनोट गरेको छु मैले। सो ब्याक एन्ड भनेको चाहिँ हजुरको डाटाबेससँग डाइरेक्टली कनेक्सन गराउने एउटा सर्भिस टाइपको भनौँ होइन। अनि नर्मली हामीले ब्याक एन्ड चाहिँ अब लाराभेल, नोड अनि गो ल्याङ्ग्वेज यताउताहरूमा लेखिन्छ। अब यो क्लासमा चाहिँ अब मैले ब्याकएन्ड कसरी बनाउने यो भनेर चाहिँ सिकाउँदिनँ के अरे। जस्ट युज चाहिँ ब्याकएन्ड अलरेडी एक्जिस्टिङ ब्याकएन्डलाई कसरी युज गर्ने भनेर सिकाउँछु है। अनि ब्याकएन्डको काम चाहिँ के हो भन्दाखेरि ब्याकएन्डको काम चाहिँ हजुरको डाटाबेसलाई लिङ्क गराएर डाटाबेसको भित्रको डाटाहरूलाई चाहिँ म्यानिपुलेट गरेर देखाउने काम हो है ब्याकएन्डको है। सो कसरी काम गर्छ एपिआईको होल फ्लो भन्दाखेरि हजुरको फ्रन्ट एन्ड हुन्छ। फ्रन्ट एन्डले चाहिँ सर्भरमा रिक्वेस्ट पठाउँछ मलाई यो डाटा चाहियो भनेर होइन, मलाई यो डाटा चाहियो भनेर जस्तो रिक्वेस्ट पठाउँछ। अनि अब हजुरको ब्याकएन्डले चाहिँ के गर्छ भन्दाखेरि त्यो रिक्वेस्टलाई चाहिँ एनालाइज गरेर यसलाई कस्तो टाइपको डाटा पठाउने हो भनेर बल्ल सेन्ड गर्छ कि। सो मेरो अहिले यो डाटाबेसमा चाहिँ थाउजन्ड्स अफ स्टुडेन्ट्सहरूको डिटेल्स छ अरे होइन। अब मैले यो मोबाइलबाट चाहिँ कुन एपिआई पठाउँछु, कुन एपिआई रिक्वेस्ट गर्छु भन्दाखेरि मलाई चाहिँ त्यो 1000वटा स्टुडेन्ट्स मध्ये एबाट नाम स्टार्ट हुनेहरूको मात्रै डिटेल्सहरू पठाइ भनेर मैले रिक्वेस्ट पठाउँछु होइन। त्यति बेला के गर्छ मैले यहाँबाट चाहिँ एपिआईको थ्रुबाट चाहिँ के पठाउने भनेर चाहिँ सर्भरमा हिट गर्छु। सर्भरले त्यो रिक्वेस्टलाई एनालाइज गर्छ अनि डाटाबेसमा अब लाइक हल्का डाटाहरू फेच गरेर अनि म्यानिपुलेट गरेर हजुरलाई रेस्पोन्स पठाउँछ है। सो टाइप्स अफ एपिआई कनेक्सन्स, एपिआई कल्स हो है। ओके। सो हजुरले जुन यो रिक्वेस्ट पठाउने भने नि मैले मोबाइलबाट हजुरको ब्याकएन्डमा त्यो रिक्वेस्ट पनि हजुरले मल्टिपल वेबाट पठाउनु मिल्छ कि। अनि यसलाई चाहिँ भन्छ हामीले एपिआई कल्सहरू भन्छ है। सो हाम्रो फ्लटरमा सपोर्ट गर्ने जति एपिआई कलहरू यो है, गेट, पोस्ट, पुट, प्याच अनि डिलिट है। सो गेटले के गर्छ भन्दाखेरि गेट एपिआई युज गर्नुभयो भने हजुरले चाहिँ सर्भरबाट डाटाहरू मजाले फेच गर्न मिल्छ है। हजुरले फेच मात्रै गर्न मिल्छ है। फेरि त्यो डाटालाई चाहिँ हजुरले फेच मात्रै गर्न मिल्छ। हजुरले चाहिँ यता युजर एन्डबाट सर्भरमा फेरि डाटा पठाउनु मिल्दैन है। अनि पोस्ट भनेको चाहिँ कस्तो हो भन्दाखेरि पोस्टले चाहिँ सर्भरमा डाटा पठाउँछ कताबाट भन्दाखेरि युजरको एन्डबाट के। सो हजुरले चाहिँ लाइक हजुरसँग मोबाइल एप छ त्यसमा युजरको डिटेलहरू इन्टर गरिदिएछ, हजुरले पोस्ट एपिआई कल गर्नुभयो भने चाहिँ त्यो युजरको डिटेलहरू चाहिँ हजुरको डाटाबेसमा लगेर स्टोर हुन्छ है। पुट भनेको चाहिँ के हो भन्दाखेरि अलरेडी एक्जिस्टिङ डाटाहरूलाई चाहिँ कम्प्लिटली रिप्लेस गर्ने हो कि। जस्तै हजुरलाई चाहिँ हजुरकोसँग चाहिँ एउटा युजर छ जसको युजर आइडी 1 छ होइन। अब त्यो युजर आइडी 1 भएको युजरको डाटा कम्प्लिटली चेन्ज गर्नु छ भने चाहिँ पुटवाला एपिआई कल युज गर्नुपर्छ है। प्याच भनेको चाहिँ कस्तो भन्दाखेरि त्यो डाटाको स्पेसिफिक पार्ट मात्रै के। जस्तै हजुरलाई चाहिँ त्यो युजर डिटेल्सको लाइक नाम मात्रै चेन्ज गर्नु मन छ या फिर डिलिट के अरे डेट अफ बर्थ मात्रै चेन्ज गर्न मन छ भने चाहिँ हजुरले प्याच रिक्वेस्ट युज गर्नुहुन्छ है। डिलिटले के गर्छ डिलिट नै गर्छ, अरूहरू चाहिँ हजुरले खासै इम्पोर्टेन्ट छैन है। अब हजुरले चाहिँ एपिआई कल गर्दाखेरि नि प्यारामिटर्सहरू अनि हेडरमा के पठाउने भन्ने कुराहरू हुन्छ है। त्यो सबै चाहिँ हजुरले ब्याकएन्ड डिजाइन गर्दाखेरि आफैले नै ख्याल गर्नुपर्छ। सो मोस्टली चाहिँ हामीले चाहिँ उस पठाउँदाखेरि चाहिँ रिक्वेस्टहरू पठाउँदाखेरि चाहिँ के युज गर्छ भन्दाखेरि हेडर्समा चाहिँ अथराइजेसन टोकन, बियरर टोकन त्यस्तोहरू पठाउँछ कि। त्यो युज गरेपछि चाहिँ हजुरको चाहिँ बल्ल यो युजर चाहिँ भ्यालिड हो है भनेर बल्ल थाहा हुन्छ है। सो सिन्स हामीले चाहिँ लाइक कस्टम एपिआईहरू बनाइन्न, हामीले चाहिँ अलरेडी लाइक इन्टरनेटमा प्रोभाइड भएको चाहिँ एपिआईहरू युज गरिन्छ है। इन्टरनेट पनि फ्री
फ्री एपिआई हान्यो भने टन्न जति भन्यो त्यति फ्री एपिआई पाइन्छ है। सो मैले यहाँबाट एउटा जोक्सवाला नगरिकन के गर्नु हुन्छ just like even a picture is अहिले चाहिँ बुकवाला गरौँ न त है। दिएन है यसले। अहिले चाहिँ के भएन यो वाला युज गरौँ है त। यो पब्लिक एपिआई हो। यो भन्ने यो चाहिँ एपिआईको युआरएल हो है। और युआरएल भने नि हुन्छ या एन्ड पोइन्ट भने नि हुन्छ है। सो जस्तै हजुरले यो हान्नुभयो भने यसलाई चाहिँ लाइक नर्मली एपिआईहरूले चाहिँ हजुर डाइरेक्ट वेब ब्राउजरमा हान्नुभयो भने चाहिँ त्यसको रेस्पोन्स देखिन्छ है। सो गेट एपिआईहरूको मात्रै रेस्पोन्स देखिन्छ है। फेरि हजुरले पुट एपिआईहरू नि यसरी नै टेस्ट गर्नुभयो चाहिँ देखिँदैन नि है। सो यो चाहिँ हजुरको एपिआईको एन्ड पोइन्ट हो। अनि यो एपिआईको एन्ड पोइन्ट हान्दाखेरि चाहिँ हजुरको चाहिँ यो रेस्पोन्स आएको छ है। सो हजुरले चाहिँ फेरि चेन्ज गर्नुभयो भने अर्को रेस्पोन्स आयो। यसलाई चाहिँ रेस्पोन्स भन्छ है। सो इफ हजुरहरूले चाहिँ पोस्टम्यान इन्स्टल गर्नु भएन भने चाहिँ प्लिज पोस्टम्यान इन्स्टल गर्नुहोस्। पोस्टम्यान भनेको चाहिँ हजुरको चाहिँ यही एपिआईहरूसँग चाहिँ काम गर्न धेरै सजिलो गराउँछ है पोस्टम्यानले है। सो अहिले चाहिँ आज चाहिँ हामीले खासै कोडिङ गरिन के अरे। पोस्टम्यान ब्याकग्राउन्डमा छोड्नुहोस्। मैले चाहिँ यहाँ गरेको मसँग अलरेडी पोस्टम्यान छ। म देखाउँछु है कसरी काम गर्छ है। यहाँ प्लसमा थिच्ने अनि डाइरेक्ट केही नगरिकन अहिलेको युआरएल ल्याएर टाँसिदिने। यो त उसको रेस्पोन्स हो। यो लगाएर टाँसिदिने। यो चाहिँ हजुरको गेट एपिआईको रेस्पोन्स हो है। यो बाहेक नि हजुरले चाहिँ लाइक कहिलेकाहीँ चाहिँ अथोराइजेसन टोकनहरू पठाउँदाखेरि यहाँ गएर चाहिँ हजुरले यसमा पठाउनु मिल्छ है। हेडर्समा गएर पठाउने है त्यो चाहिँ है। यसमा चाहिँ अथोराइजेसन टोकन भनेर पठाउने यस्तै है। सो यो रेस्पोन्स त हजुरले पाउनु भयो होइन एपिआईबाट है। तर यो पाएको रेस्पोन्सलाई चाहिँ हजुरले कसरी एपमा देखाउने। सो मैले चाहिँ के गर्छु भन्दाखेरि आफ्टर फेचिङ यो आएको रेस्पोन्स चाहिँ को डाटा टाइप चाहिँ के भन्दाखेरि जेसनमा आउँछ है यो चाहिँ है। सो की र भ्यालु पेयरमा आउँछ। सो टाइप भन्ने की हो, जेनरल टाइप भन्ने की हो, अनि जेनरल भन्ने चाहिँ भ्यालु हो है। सो हामीले यो यसलाई देखाउनु छ भने यो की युज गर्नुपर्छ है। सो मैले चाहिँ के गर्छु भन्दाखेरि यो रेस्पोन्सलाई कपी गर्छु, यसरी कपी गर्छु अनि जेसन टु डाट भन्ने एउटा वेबसाइट छ कि मेक स्योर यो वाला वेबसाइट जानु यो जेभरिक डट यो भन्ने वालामा रेस्पोन्सलाई लगेर टाँसिदिनुहोस् है। मोडल अब चाहिँ यो के बन्यो हजुरको डाटाको मोडल बन्यो है यो चाहिँ है। सो डाटाको मोडल भनेको चाहिँ कस्तो के हो भन्दाखेरि डाटा मोडल। सो हजुरको यो एपिआईको रेस्पोन्सलाई चाहिँ स्ट्रक्चर्ड वेमा देखाउने काम अनि फ्लटरमा सजिलो युज गर्ने कामलाई चाहिँ युज बनाउनलाई चाहिँ हामीले डाटा मोडलहरू बनाइन्छ है। सो यसले के गर्छ भन्दाखेरि यो जुन जेसन छ नि यो जेसनको चाहिँ हजुरले चाहिँ लाइक फ्लटरलाई चाहिँ फ्लटरको क्लास बेस्ड सिस्टममा चाहिँ कन्भर्ट गरिदिन्छ कि। सो हजुरले यहाँ हेर्न सक्नुहुन्छ मैले यो जेसनलाई चाहिँ यहाँ उस गरेँ मोडल यसको चाहिँ जेसनको चाहिँ डाट मोडलमा कन्भर्ट गरेँ। यसको मोडलको रेस्पोन्स चाहिँ यो आउँछ है। सो अब मलाई टाइप देखाउन छ भने चाहिँ जोक मोडल डट टाइप मात्रै लेखे भयो कि नर्मली चाहिँ हजुरले चाहिँ यो लेख्नु पर्थ्यो कि यो यसरी लेख्नु पर्थ्यो यो चाहिँ राम्रो हुन्थेन है।
सो अहिले चाहिँ मैले हल्का बुझाउनु मात्रै ट्राई गरेको हो के अरे। अब चाहिँ बल्ल हामी एक्चुअल कोडतिर जाऊँ है। सो हाम्रो एप रन भइसक्यो है। अब नर्मली हामीले चाहिँ यो एपिआईहरूसँग काम गर्नलाई चाहिँ फ्लटरको एउटा प्याकेज छ के, एचटिटिपी प्याकेज भन्ने छ। मैले चाहिँ यो युज गर्छु। अब अझ एडभान्स हुँदै जानु भने चाहिँ डिओ भन्ने नि प्याकेज छ, त्यो युज नगरिकन मैले चाहिँ एचटिटिपी युज गर्छु है। सो यसलाई एड गर्न के गर्नु पऱ्यो, फ्लटर पब एड एचटिटिपी भनेर हालिदिनु पऱ्यो है। यो भएपछि हजुरको चाहिँ यसको डिपेन्डेन्सी आइसक्यो है। अब तपाईँको के गरौँ भन्दाखेरि होम पेज भइहाल्यो के अरे। यो भित्रको यो सबै कुराहरू फालिदिनु है। यो होम पेज एम्प्टी छ है। सो सुरुमा चाहिँ हामीले त्यो प्याकेज इम्पोर्ट गर्नुपर्छ है। सो हजुरले हेर्न सक्नुहुन्छ मैले चाहिँ एज एचटिटिपी भनेर गरेको छु है। यो किन गरेको भन्दाखेरि फ्लटरले आफैले नै एउटा फ्लटरको आफ्नै इनबिल्ट एचटिटिपी भन्ने एउटा प्याकेज हुन्छ कि होइन, त्यो प्याकेजसँग कन्ट्राडिक्ट नखाओस् भनेर चाहिँ एज एचटिटिपी गरेको है। सो एज एचटिटिपी भनेको चाहिँ यो प्याकेजको चाहिँ एउटा फेक नेम जस्तो दिएको भनौँ न, त्यस्तो गरे है। सो म सुरुमा चाहिँ एउटा एलिभेटेड बनाउँछु। इट एपिआई भनेर बनाउँछु है। सो सुरुमा चाहिँ हामीले युआरएल लिनुपर्छ। युआरएल चाहिँ एचटिटिपिएस हो, सो यो लिने युआरएल स्ट्रिङमा राख्नुपर्छ होइन। अनि भनेको चाहिँ असिङ्क्रोनस मेथड हो है। यो भनेको चाहिँ यो एपिआई कल भइन्जेलसम्म यो एपिआई कल गर्ने टाइममा चाहिँ एपलाई चाहिँ स्टप नगर भन्न खोज्यो है यो चाहिँ। असिङ्क भनेको दुइटा दुइटा प्रोसेस एकैचोटि गराउने टाइपको काम हो कि। यो गरौँ। अब एचटिटिपी पोस्ट होइन, हामीले चाहिँ गेट एपिआई गेट मेथड कल गर्ने है। अनि प्रिन्ट रेस्पोन्स गरौँ। सो अब मैले यो गरेँ भने एकछिन है। ऱ्यान्डम जोक इन्भ्यालिड रेडिक्स क्यारेक्टर के भन्यो। एकछिन है।
random joke. त्यो चाहिँ सुरुमा चाहिँ मैले है युआरएल डिफाइन गरेँ है। युआरएल चाहिँ कहिले नि स्ट्रिङमा हुनुहुन्न है। यसको चाहिँ युआरएलको छुट्टै डाटा टाइप छ। त्यसलाई चाहिँ युआरआई डट पार्स गर्नुपर्छ है। अनि त्यो युआरएललाई चाहिँ हजुरले कल गर्नलाई चाहिँ त्यो माथि हामीले यो एज एचटिटिपी भनेर बनाइसकेछ नि त। एचटिटिपी डट गेट अब त्यो युआरएल भेरिएबल है। अब हजुरले यसमा गेट नगरिकन पोस्ट गराउनु छ भने चाहिँ पोस्ट भनेर लेख्न मिल्छ। सुरुमा यो युआरएल हुन्छ, त्यो पछि चाहिँ त्यसको पछाडि चाहिँ बडी भनेर हुन्छ है। अहिले चाहिँ रेस्पोन्सलाई चाहिँ के गर्ने भन्दाखेरि यहाँ एउटा मोडल बनाऊँ। अब हेर्नु है हजुरलाई रेस्पोन्स त आयो। अब यो रेस्पोन्सलाई प्रिन्ट गर्नु छ भने जस्तै रेस्पोन्स लेस सेटअप भनेर हानौँ है। यो सेटअप चाहिँ कहाँबाट आयो भन्न सक्नुहुन्छ। यो चाहिँ हजुरको जेसनमा छ है, सेटअप भनेर यहाँ चाहिँ यस्तो चाहिँ डाइनामिक हो क्या। सो मोस्ट केसमा चाहिँ यही भन्छ कि हजुरको लाइक यसले अब्जेक्ट नै भेट्टाउन्न। सो त्यति बेला चाहिँ हजुरले के गर्नु पर्यो भन्दाखेरि लिभमा जानुहोस्, नयाँ फोल्डर बनाउनुहोस् होइन, मोडल्स भनेर। मोडलमा चाहिँ हजुरले यहाँ बनाइसक्नुभयो एउटा, यो कपी गर्नुहोस् है, जोकको मोडल। रेस्पोन्स चाहिँ हजुरको डाइनामिक वेमा आएको छ। अब यसलाई कन्भर्ट गर्नु पर्यो भने रेस्पोन्स जोक रेस्पोन्स इज इक्वल टु रेस्पोन्स डट जोक मोडल कम्युनिकेसन रेस्पोन्स गर्यो भने यसले आउनु पर्यो। म नर्मली कसरी गर्छु यार। रेस्पोन्स डट रेस्पोन्स रहेछ नि त। रेस्पोन्स डट बडी गर्ने होला। जोक रेस्पोन्स डट बडी जोक मोडल डट फ्रम जेसन हो कि टु जेसन हो। फ्रम जेसन हो। जोक एडजस्ट फ्रम जेसन जोक मोडल यो यहाँ भित्र छ कि जोक मोडल डट फ्रम जेसन डाटा भनेर गर्ने होइन। अब चाहिँ यहाँ चाहिँ के गर्नु हजुर। हजुरको चाहिँ जेसन टु डार्क मात्रै देखेको छ कि हजुर एकसम्म ओके रोक्नु त ल। सो मैले चाहिँ त्यो जेसन टु डार्कको यो मोडललाई चाहिँ यहाँ मोडल्स भन्ने फोल्डर बनाएँ। अनि त्यसको भित्र जोक मोडल भनेर बनाएको छु। अनि त्यो अहिलेको टेक्स्टलाई चाहिँ मैले यहाँ ल्याएर कपी गर्दैछु है। सो अहिलेसम्म खासै केही नै भएको छैन। अनि यो मेथड भनेको चाहिँ हजुरको एपिआई कल गर्ने मेथड हो है। सुरुमा चाहिँ मैले युआरआई डट पार्स गरेर एउटा लाइक वेबसाइटको युआरएल भन्दा नि एपिआई युआरएललाई चाहिँ मैले लिन्छु। अनि स्ट्रिङमा हुन्छ नि त एपिआई युआरएल, त्यसलाई चाहिँ मैले युआरआई भन्ने फर्मेटमा चेन्ज गर्छु। त्यसलाई कल गर्न चाहिँ मैले अब फेरि एचटिटिपी भनेर हुन्छ यहाँ। सो यो युज गर्न चाहिँ एचटिटिपी प्याकेज युज गर्न चाहिँ यसरी गर्नुपर्छ है। सो यो गरेर एचटिटिपी डट गेट
एपिआई कल गर्ने नि त गेट मेथड कल गर्न लाग्यो नि त सो गेट भनेर हालिन्छ अनि इफ हामीले पोस्ट गर्न परेको है पोस्ट भनेर युज गरिन्छ सो अहिले गेट हो गेट भनेर लेखिन्छ अनि त्यो युआरएलको त्यो युआरएललाई चाहिँ यहाँ लेखिन्छ अब त्यहाँबाट आएको रेस्पोन्सलाई चाहिँ हामीले एचटिटिपी डट रेस्पोन्स भन्ने फर्मेटमा सेभ गरिन्छ तर यो एचटिटिपी डट रेस्पोन्स भन्ने फर्मेट चाहिँ फ्लटरले यत्तिकै युज गर्न मिल्दैन कि सो त्यसलाई चाहिँ अब त्यसबाट हाम्रो एपिआईबाट आउने रेस्पोन्स कुन फर्मेटमा हुन्छ जेसन फर्मेट हुन्छ होइन सो अब चाहिँ यसको टास्क भनेको चाहिँ त्यो जेसन फर्मेटलाई चाहिँ यो दुइटाको टास्क भनेको चाहिँ त्यो जेसन फर्मेटलाई चाहिँ हाम्रो फ्लटरले बुझ्ने वेमा लेखेको है यो चाहिँ सो टाइप लेखिदिउँ अब यो एपिआई हालमै यहाँ है हिट एपिआई गरौँ ट्राई गर्दा नो सच के भन्छ हो यस्तो ल प्रोग्रामिङ भनेर आइहाल्यो नि होइन यो चाहिँ कहाँबाट आएको छ हो यहाँबाट सेटअप कुन हो प्रोग्रामिङ भनेर टाइप कुन हो प्रोग्रामिङ भनेर लेखेको है यो चाहिँ है अब हजुरले के गर्न मिल्यो भन्दाखेरि सो सुरुमा चाहिँ यो कपी गर्नु सबैले म स्टेप बाई स्टेप लेखिदिन्छु है 1 डट डिक्लेयरिङ द युआरआई अनि 2 स्टेपमा चाहिँ हिटिङ द युआरआई अनि म्याप कसलाई कपी गर्नु छ यो कपी गर्दै गर्नुहोस् है हल्का टाइम दिन्छु म कपी गर्न त्यो पछि चाहिँ हामीले यसलाई चाहिँ अझै सिस्टमेटिक वेमा कसरी गर्ने भनेर म सिकाउँछु है के गरेछ एकचोटि आफैले बुझ्न ट्राई गर्नुहोस् है सुरुमा चाहिँ हामीले युआरआईको एन्ड पोइन्ट लिएको छौँ एपिआईको एन्ड पोइन्ट लिएको छौँ त्यसलाई चाहिँ हामीले त्यसकै कस्टम त्यसकै फर्मेटमा स्टोर गरेको छौँ युआरआई भन्ने फर्मेटमा अनि त्यो युआरआई युज गरेर चाहिँ हामीले चाहिँ एपिआई हिट गरेको छौँ एपिआई हिट गर्नलाई हामीले के युज गरेको छौँ एचटिटिपी प्याकेज भन्ने युज गरेको छौँ है ल अब यसलाई नै हजुरले सिस्टमेटिक वेमा कसरी गर्न मिल्छ भन्दा होम पेजको कन्ट्रोलरमा जाने होइन अनि यहाँ एउटा मोडल बनाउने जोक मोडल भनेर होइन जोक इज इक्वल टु सुरुमा त नलेबल हजुर नल भ्यालु भएको पहिला सुरुमा बनाउनु पर्छ नि यस्तो गर्ने है आरएक्सएन भन्ने हुन्छ है जोक भनेर कि अनि सी डट फेच जोक भनेको लेखिदिनु है यो भनेको दिनु भयो अनि यसको तलपट्टि साइज बक्स हाइट दिशा अनि टेक्स्ट क्वेसन
इज इक्वल टु यस्तो गर्ने अनि सी डट जोक डट भ्यालु डट सेटअप भनेर हाल्नु न है जोकको यदि सेटअप भनेर भ्यालु छैन भने चाहिँ नल देखा भनेको यो चाहिँ है अनि स्टाइलमा जाने टेक्स्ट स्टाइल्समा जाने फन्ट साइज चाहिँ 22 राख्ने यति गऱ्यो हुन्छ ल अनि क्रस एक्सिस एलाइनमेन्ट चाहिँ स्टार्टमा राखौँ सेन्टर भनेर फालिदिउँ होइन अनि कलमलाई चाहिँ हल्का प्याडिङ दिउँ अनि तपाईँको के गर्ने सेटअप गरेर सेटअपको तल चाहिँ फन्ट लाइन गरेर लेख्ने है त्यसको चाहिँ फन्ट भनेर लेख्ने यसलाई चाहिँ ओबिएक्समा ऱ्याप गर्नु पर्यो रिटर्न सो हाम्रो काम भयो है सो मैले यहाँ कन्ट्रोलरको साइडमा चाहिँ के गरेँ भन्दाखेरि एउटा चाहिँ यो जोक भन्ने हामीले अघि मोडल बनाएको थियौँ नि कस्टम मोडल फ्लटरको त्यो मोडलको लागि त्यो चाहिँ अब एउटा लाइक ओबिएस त्यही मोडलको नि हामीले एउटा रियाक्टिभ भेरिएबल बनायो आरएक्सएन युज गरेर है आरएक्सएन युज गर्यो भने के हुन्छ भन्दाखेरि सुरुमै डाटाहरू लेख्नु पर्दैन कि नलेबल बनेको है यो चाहिँ नलेबल यसको यो चाहिँ नलेबल भेरिएबल बन्यो है यो पछि है अनि त्यो पछि हामीले चाहिँ फेथ जोक्स भनेर चाहिँ म यहाँ लेखिदिन्छु एउटा कमेन्ट नलेबल भनेर सो फेथ जोक भनेर चाहिँ हामीले एउटा मेथड बनायौँ होइन त्यो मेथडको भित्र चाहिँ सुरुमा चाहिँ हामीले युआरएल डिक्लेयर गऱ्यौँ युआरएल डट पार्स भनेर त्यो पछि रेस्पोन्स एचटिटिपी डट रेस्पोन्समा चाहिँ हामीले चाहिँ त्यो एपिआईलाई हिट गरेपछि आएको रेस्पोन्सलाई स्टोर गऱ्यौँ त्यो पछि त्यो रेस्पोन्स चाहिँ हाम्रो जेसन फर्मेटमा छ कि अहिलेसम्म यो यति बेला चाहिँ जेसन फर्मेटमा छ अरे डाटा है त्यो रेस्पोन्सलाई चाहिँ अब चाहिँ जेसनलाई चाहिँ हामीले फ्लटरमा जेसन त युज गर्नु मिल्दैन त्यो जेसनको सर्टरलाई चाहिँ हामीले चाहिँ यसलाई म्याप भन्ने डाटा टाइपमा स्टोर गऱ्यौँ है त्यो डाटा टाइपलाई फेरि हामीले चाहिँ के अरे यो जोक भन्ने भेरिएबलमा लगेर स्टोर गऱ्यौँ अब हजुरको यो हिट एपिआई भन्ने बटन क्लिक गर्ने बित्तिकै फेथ जोक्स भन्ने त्यो फङ्सन कल भयो त्यो फङ्सन कल भएपछि चाहिँ के हुन्छ भन्दाखेरि हजुरको यो फङ्सन कल भयो अनि यो जोक भन्ने भेरिएबलमा गएर स्टोर भएको छ है अहिले है जोक भन्ने भेरिएबल हाम्रो अब्जर्भेबल भेरिएबल छ सो त्यो अब्जर्भेबल भेरिएबललाई हजुरले युज गर्ने के गर्नुपर्छ ओबिएक्समा ऱ्याप गर्नुपर्छ सो ओबिएक्स यस्तो गरेर चाहिँ हजुर गर्नु मिल्छ है अब सेटअपको सट्टा हजुरले आइडी देखाउने हो भने आइडी पनि देखाउनु मिल्छ यो चाहिँ किन यस्तो गर्न मिलेको भन्दाखेरि मोडल बनाएको छौँ नि त हामीले त्यो जेसनको डाटालाई पनि हामीले लाइक एउटा फिक्स स्ट्रक्चरमा देखाउनलाई एउटा मोडल बनाइएको छ नि त सो त्यही भएर हामीले यसरी गरेको है यो पुस गर्छु म एड मोडल एन्ड एपिआई ओके सो सिम्पल हामीले एपिआई कल आज हामीले गऱ्यौँ यो त अलिक गाह्रो हुन्छ होला चुज दिन्छु भनेको है ल अहिलेको क्लास वर्कको लागि यो एउटा एपिआई एन्ड पोइन्ट छ यो एन्ड पोइन्ट युज गरेर चाहिँ हजुरले चाहिँ
यो क्याट फ्याक्ट चाहिँ हजुरले चाहिँ लाइक डिस्प्ले गराउनु पर्यो है एपमा है। सो मैले सबै कोड मेरो उसमा पुस गरिदिएको छु। अहिले मैले यो यत्तिकै राखेर छोडिदिन्छु, हजुरहरूले गर्न ट्राई गर्नुहोस्। अनि 5-7 मिनटपछि म चेक गर्छु है कसैले गर्नुभयो कि नै भनेर। इफ गर्नु भएन भने ठिकै छ, म अहिले एकछिनमा गरिदिन्छु। सो सबैले यो गर्नुहोस् त। यो छ एपिआई। सुरुमा के गर्नु पर्यो, यो एपिआईको रेस्पोन्सलाई चाहिँ जेसन टु डाट भन्नेमा कन्भर्ट गर्नु पर्यो। त्यसले चाहिँ हजुरको एउटा डाटको मोडल दिन्छ, त्यसलाई ल्याएर हजुरले मोडल्सको भित्र ल्याएर स्टोर गर्नु पर्यो होइन। त्यो पछि होम पेज कन्ट्रोलरभित्र चाहिँ हजुरले एपिआई कल गर्ने फङ्सन लेख्नु पर्यो। एपिआई कल गर्ने यसरी हो। अनि त्यो पछि चाहिँ हजुरले होम पेजमा कसरी देखाउने यो त्यो चाहिँ यहाँ छ है। सो मैले यहाँ उस पठाइदिएको छु, त्यो युज गरेर यो एपिआई कल गर्न ट्राई गर्नुहोस् है।
ल यसरी है हामीले एपिआई कल गर्ने यो सेकेन्डवाला एपिआई। सो सुरुमा चाहिँ मैले त्यो एपिआईको मोडल बनाएँ अनि यहाँ चाहिँ एउटा फेरि फङ्सन बनाएँ इट्स फ्याक्ट भनेर। यसले चाहिँ सुरुमा चाहिँ त्यो युआरएल लियो, त्यो युआरएल लिएकोलाई चाहिँ हजुरको चाहिँ रेस्पोन्समा कन्भर्ट गर्यो। रेस्पोन्स चाहिँ हजुरको जेसन फर्मेटमा हुन्छ, त्यो जेसन फर्मेटलाई चाहिँ म्यापवाला डाटा टाइपमा कन्भर्ट गर्यो। अनि त्यहाँपछि बल्ल हजुरको चाहिँ यसले चाहिँ यतापट्टि डाटा पार्स गरिदियो है। सो दिस इज हाउ वी कल एपिआई इन फ्लटर। अनि यसलाई युज गर्न चाहिँ हजुरले चाहिँ फ्याक्ट भनेर चाहिँ मैले यहाँ सुरुमै बनाएको छु। यसमा त्यो डट भ्यालु डट फ्याक्ट यसरी गर्ने है। सो आई होप हजुरलाई हल्का आइडिया चाहिँ भयो होला होइन, एपिआईहरू कसरी कल गर्दो रहेछ अनि एपिआईको बारेमा नि सिक्नुभयो होला हल्का फुल्का। सो आज एपिआईको बारेमा हल्का फुल्का त सिक्नुभएकोलाई है। अरू भनेपछि ओके यति नै हुन्छ उसो आजको क्लास। हल्का हजुरहरूले नि हेर्नुहोस् है एपिआईको बारेमा, हामीले युज गर्ने प्याकेज कुन प्याकेज युज गर्यो त्यो सबै कुराहरू चाहिँ हेर्नुहोस् है। लाइक पछि इफ फ्लटरमै पर्स्यु गर्ने हो भने चाहिँ यो कुराहरू चाहिन्छ कि। सो यति नै हो क्लास। कसैलाई केही क्वेसन छ भने प्लिज लेट मी नो, अदरवाइज निस्किँदै गर्दा हुन्छ है।